गुड मर्निङ, स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ भिडियोमा। यो भिडियोमा यसले कान्छे ठ्याक्क ड्युटी पुगाउन लागेको थियो, पानी ड्याम पर्न थाल्यो। अब हेर्न जालोका बन्द गर्दैछ। अब कसरी ड्युटी जाने त कान्छे? पानी भुलिबाट पुरै लागेको गाइस, मान्छे पर्न थाल्यो। अब कसरी पुगाउने होला दाजुलाई? कान्छी अब पानी त पर्न थाल्यो पुरै। हावा चलिरहेको छ, रेनकोटले पनि अति गर्दैन त। गाइस अब केही न केही त जोगाड लगाउनु पर्छ ड्युटी पुगाउन। गाइस रात के करिए, कुछ मानने के लिए जाइए पड़ते ड्यूटी पुगा। तो चलो आप विदेश जाए रेनकोट में कते बचते वो अनुसार रिक्स लगा रिक्स जोन जाइए पड़ते गाइस। चल बाइक रेनकोट से रेनकोट लगा अभी आबू नहीं आबू पाइन पिरो रिक्स लगा जाइए तर यो के हुन्छ नि घाँटी यो पानी चलिबस्छ नि जिउ भिजिहाल्छ। के हुन्छ? जिउ भिज्छ के पानी यहाँ पर्छ नि बेगा सिंगल सिंगल लिनुपर्छ नि मात्रै हुन्छ। सिंगल सिंगल लिनुपर्छ नि। मलाई पनि सिंगल सिंगल वाला हुन्छ नि पेन्ट बेस वाला त्यो लिन्छ। कति खिएको थियो पानी? के खेल्नु के खेल्नु गाइस पानीमा भिजाउँदा पनि आइहाल्यो। बाइक साइडलाई राखिदिएँ। अब त म पानी छुटेपछि नै जान्छु गाइस। कान्छीको पसलमा हेर्नु, पसल पुगाइसकेला। अब मोबाइल चार्जमा राख्छु र पछि भिडियो बनाउँछु। अब केही चिया खाएर त्यसपछि पानी कम हुन्छ अनि जान्छु ल कान्छी। खुसी म बस्छु भनेर खुसी भइरहेछ। पानी पऱ्यो मलाई रुगा लागेको छ नि, म नभए भने त फेरि म गइहाल्छु। अब अर्को अब गएपछि भिडियो बनाउँछु। गाइस 1.5 घन्टा भइहाल्यो त पनि पानी छुटेको छैन। 8 बजे आए, 9:30 बजिसक्यो। 9:30 बजीमा पानी परेकै कन्टिन्यू छ 1.5 घन्टासम्म। अब 11 बजे त रुम जानुपर्छ। 11 बजीसम्म छुट्दैन, न त आज विराटनगर डुब्नेवाला अवस्था नहोस्। त्यति पानी पर्दैछ। हेर्नु सब मान्छेहरू त्यही पर्खेर त पानी छुटेकै छैन गाइस। अब गाइस तपाईँसँग टाइम ल्याप्सिङको लागि अब यो 2-3वटा रिल बनाइहाल्यो। अब रिटर्निङ जाँदाखेरि बाटोमा पनि हेर्नु पानी परेको कति पानी त अब अलिअलि कम भइसक्यो पानी परेको त होइन। अब यो आइसक्यो हामी रुम। अब रुम आएर अब चाहिँ हेरौँ। पानी तर छुटेकै छैन। पानी पर्दै नै आएँ भिजेर। अब फेरि मेरो ड्युटी पनि पानी परेर नै जानुपर्छ। गाइस अब आइसक्यो हामी रुम। अब मलाई पनि ड्युटी जानुपर्छ पानी पर्दाखेरि नै। अब आजको लागि ब्लग यति नै थियो। थ्याङ्क्स फर वाचिङ, किप सब्सक्राइब।